डिबेटको लागि हामी डराउने मान्छे हो? कोही छ यहाँ बाख्रा चोर? आज म त्यसको बाख्रा घन्टी बजाएर धपाइदिन्छु। म डाक्टर साहबलाई के अनुरोध गर्न चाहन्छु भने निर्वाचनको मैदान भनेको कुनै पनि दुश्मनीको मैदान होइन। निर्वाचनको मैदानमा हामीले खालि विचार र व्यक्तित्वको प्रदर्शन र प्रतिस्पर्धाको महायज्ञ बनाउनु जरुरी छ। त्यसकारणले गर्दा म कसैलाई हाम्रो बदलिएर आएको पार्टीले कसैलाई सत्तो सराप गरेर गाली गलौज गरेर आरोप प्रत्यारोप गर्नतिर म समय खर्च गर्न चाहन्न, किनकि उहाँको गतिविधिले गर्दा उहाँको आफ्नै उशृङ्खलताले गर्दा उहाँको व्यक्तित्व छर्लङ्ग भएको छ। छर्लङ्ग भइसक्यो सुरुमै? अहिले त खोलेकै छैन, खोलिदिउँ। यात्रीका यो तपाईँको संसद भवन होइन कि यो हाम्रो कार्यक्रम हो, फ्यामिली सो, यहाँ खोल्न मिल्दैन हजुर। यार तपाईँ यो छर्ल्याङ छोर्लुङ कच्याङ कुचुङ च्याङचुङ यो बन्द गरिहाल्नुहोस् न यार। तपाईँको यो क्याङ 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 गर्दा मलाई आजभोलि यो चरा चुरुङ्गीहरू पनि पिटिक्कै मन पर्न छोडिरहेछ। चरा चुरुङ्गीहरू पनि उहाँहरू जस्तै छेउमा आएर क्याङ 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 गर्छ, अब यसो धपायो भने भुर्र उडेर रुखमा गएर बसिदिन्छ।